मोबाइल सिम छान्दा ध्यान दिनुहोस्। अङ्क ज्योतिष अनुसार कुन नम्बर भाग्यशाली, कुनले निम्त्याउँछ सङ्घर्ष। आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ। तर के तपाईलाई थाहा छ, तपाईले प्रयोग गर्ने मोबाइल नम्बरले तपाईको सफलता, व्यापार र मानसिक शान्तिमा समेत प्रभाव पारिरहेको हुन्छ? अङ्क ज्योतिषका अनुसार मोबाइलका 10 अङ्कहरूको कम्पनले मानिसको ऊर्जामा सकारात्मक वा नकारात्मक असर पार्ने गर्दछ। मोबाइल नम्बर छान्दा विशेष गरी त्यसको कुल योगफललाई आधार मान्ने गरिन्छ। मोबाइलका सबै अङ्कहरू जोड्दा आउने अन्तिम एक अङ्क यदि 1, 5 वा 6 छ भने त्यसलाई निकै शुभ मानिन्छ। अङ्क 5 लाई सञ्चार र व्यापारको कारक मानिने हुनाले व्यावसायिक सफलताका लागि यो अङ्क सबैभन्दा उत्तम हुन्छ। त्यस्तै नेतृत्व र नामका लागि अङ्क 1 र विलासिता एवं सामाजिक सम्बन्धका लागि अङ्क 6 लाई प्राथमिकता दिनु राम्रो हुन्छ। ज्योतिषीय दृष्टिकोणले मोबाइल नम्बरमा अङ्क 8 र 4 को बाहुल्यता वा कुल योगफल 8 आउनुलाई चुनौतीपूर्ण मानिएको छ। अङ्क 8 ले काममा ढिलासुस्ती र सङ्घर्ष निम्त्याउन सक्ने तथा अङ्क 4 ले अनावश्यक मानसिक तनाव र खर्च बढाउन सक्ने विश्वास गरिन्छ। त्यसैगरी नम्बरको बीचमा धेरै शून्य हुनुले पनि प्राप्त सफलतालाई घटाउने सङ्केत गर्ने भएकाले सकभर शून्य कम भएका नम्बरहरू छनौट गर्न सुझाव दिइन्छ। नयाँ सिम लिँदा नम्बरको अन्तिम अङ्कलाई प्रगतिको सूचक मानिन्छ। उदाहरणका लागि नम्बरको अन्त्यमा 5, 6, 7, 9 जस्ता बढ्दो क्रम हुनु राम्रो हुन्छ। आफ्नो जन्ममितिको मूलाङ्कसँग मेल खाने गरी मोबाइल नम्बरको कुल योग निकाल्न सके त्यसले व्यक्तिलाई थप ऊर्जा र अवसरहरू प्रदान गर्ने अङ्कशास्त्रीहरूको दाबी छ। त्यसैले नयाँ सिम कार्ड खरिद गर्दा केवल सजिलो नम्बर मात्र नहेरी अङ्कहरूको यो रहस्यलाई पनि ध्यान दिनु बुद्धिमानी हुने देखिन्छ।